मिनी ब्लग डे 15। आज म सधैँ जस्तो त ड्राइभिङ सिक्न गएँ। मैले ड्राइभिङ सिक्ने कार यही हो। आज पनि मैले त्यो ब्याक गरेर एल गर्नै सिकेँ। ड्राइभिङ सिकेर आएर मैले दोकान खोलेँ। दोकान खोलेर म झाडुसाडु बढारी सकेँ। त्यसपछि नै एउटा भाइ आयो, आफ्नो मम्मीको परिचय पत्रको आवेदन नम्बर दिएर परिचय पत्र निकालिदिनु भनेर आयो होइन। अनि त्यसपछि एउटा बहिनी पनि आउनुभयो। फिल्मको बारेमा सोधेँ र बहिनीलाई मैले फिल्मको बारेमा भनिदिएँ। भोलि आउँछ भनेर। त्यसपछि बहिनी आयो। यो पहिलाको फोटो होइन, अनि अहिलेको फोटो होइन, अहिलेको फोटो डिफ्रेन्स छ नि। फेरि होइन, पहिलाको फोटो, यो अहिलेको फोटो, कति डिफ्रेन्स छ होइन। तर के गर्ने, यो फोटो बहिनीलाई मन परेन अरे। यो पहिलाकै राम्रो भएर अहिलेको मैले निकालेको चाहिँ राम्रो भएन अरे बहिनीले भनेको होइन। अनि फेरि अर्को बहिनी आयो त्यही फोटो निकाल्न, आफ्नो फोटो खिच्न आउनु। त्यसपछि एउटा अङ्कल आउनुभयो, उहाँको पनि डकुमेन्टहरू मैले फोटोकपी गरिदिएँ। अनि डकुमेन्ट यही नै हो, फोटोकपी पनि यही नै हो होइन। त्यसपछि होइन, जापानको लागि फोटो है यो। आउट ड्रेसमा चाहिँ मैले चाहिँ यो कोट हालिदिएको है, यो कोट होइन, यो कोट हालिदिएँ होइन। अलिक काम पुरा भएन फेरि होइन, दुइटा बहिनी, एउटा यो अनि एउटा अघिको। अब हेर्नुहोस् है, क्लिन भयो नि, देख्नुभयो डिफ्रेन्स। यो पनि क्लिन भयो नि, यो पहिलाको होइन, यो अहिलेको, यो अहिलेको, यो पहिलाको, केही डिफ्रेन्स देख्नुभयो नि। आउनु होला मिलाएर गरिदिउँला। त्यसपछि भाइहरू आयो, भाइको पनि फोटो निकालिदिएँ, स्कुलको सर्टिफिकेटको लागि भनेको थियो। त्यसपछि फेरि एउटा अङ्कल आउनुभयो, अनि डकुमेन्ट प्रिन्टहरू गरिदिएँ। त्यसपछि दुईजना भाइ आउनुभयो, एउटा यो भाइ अनि अर्को यो भाइ, मतलब दुईजना साथी साथी रहेछ। दुईजनाको फोटो निकालिदिएँ, फोटोकपी पनि फोटो निकालिदिएँ। त्यो साँझ भइसक्यो। त साँझ भएपछि एउटा भाइ आयो, आफ्नो के इक्जामको लागि होला त्यहाँ प्रिपरेसन गर्दैछ। राति भइसकेछ, रातिको बेला भाइ आयो, यो फोटोकपी। अनि रातितिर पानी परेको थियो। हस् त, धन्यवाद। अब भोलिको भिडियो हेर्न नबिर्सनु होला।